हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। अनि आज त हामी घरको बाटोबाट जाँदैछौँ। यो त मेरो घरको बाटो हो होइन। आज अर्जुनधारा महापुराण लागिरहेछ हाम्रो अर्जुनधारामा, त्यही कारणले हामीलाई त्यहाँ बोलाइएको छ। त्यही भएर हामी रेडी भएर जाँदैछौँ र अरू भिडियो म त्यहाँ देखाउने छु। र यो मेरो खेलाडी हुन्, अर्जुनधारा टिम उसु। अब हामीहरू यहाँ अब भर्खर पुगिसकेको छौँ होइन। भिडियोहरू फोटोहरू गरिँदैछ। अरू टिमहरू पनि आइपुग्नु भएको छ। यहाँ स्काउटको टिममा आउनुभएको छ, भानुमावि स्काउट टिम। अब सबैजना टिमहरू आउनु हुँदैछ होइन, आफ्नो समूहको। अनि यो चाहिँ मेरो खवास समाज हो होइन, हाम्रो तुतबारीको। र हाम्रो सबैजनाले अचरा खोर्की र बितकोरी साडी लगाउनु भएछ खवास ड्रेसमा। सबैजना राम्री भएर आउनुभएछ, भाउजू, मम्मी, आन्टी, दिदीहरू अनि बहिनीहरू। र अझै देखाउने छु म भिडियो। अहिले त हामी जानलाई रेडी भइरहेछौँ होइन, लाइनमा छौँ। केटाकेटीहरू पनि छन्, घाम उस्तै लागिरहेछ हो। अब हामी जानलाई परिक्रमाको लागि रेडी अवस्थामा छौँ। अरू भिडियो म देखाउने छु। यहाँ सबै भक्तजनहरू पनि आउनुभएछ हो। हाम्रो उसु टिमको लाइनमा हिँड्दैछन् केटाकेटीहरू। र अहिले अब हामी भर्खर स्टार्ट भयो होइन, अर्जुनधाराबाट निस्केको छौँ परिक्रमाको लागि। र बाटोमा आइसक्यौँ, अर्जुनधाराको पछाडिको बाटोमा होइन। मेरा केटाकेटीहरू बिचारा कति साह्रो घाम लागेर धेरै नै घाम चर्को लागिरहेछ। आज पानी बोकेर पानी खाँदै हिँडिरहेछन् केटाकेटीहरू। रमाइलो पनि गरिरहेछ नि। यो चाहिँ हाम्रो रिया बुनु हो। र सुशील र म पनि यहाँ छौँ फेरि केटाकेटीसँग हामी पनि हिँडेको हिँडेछौँ। घाम पनि त्यस्तै लागिरहेछ। अब यो घामको कुरै नगरौँ हो, आज घाम ज्यादा भएर अब